आज बिहानदेखि यस्तो भोक लागेको यसको सीमै छैन। टक्कै अहिले कति बज्यो? 1 बज्यो। अनि बिहान एउटा भएका खाएको घरमा अहिले 1 बजिसक्यो। हस्पिटलमा गएको थियौँ बुवाजी मम्मीका साथी दिनु। अनि यति भोक लाग्यो भन्ने कुरा 1 बजे म यसरी बनाएर खाँदैछु। पिरो चचो साग अन्डा यसरी बनाइदिनु। यो झोल यो नयाँ खालको आएको रहेछ क्या अहिले फेरि एउटा मिठाई फेरि के खालको आएको यो नयाँ पनि टिपिएम अर्को के खाएको छ यो नयाँ खाइहेरेको कस्तो रहेछ भनेर टक्कै यो एउटा रेडबुलसँग खाने एउटा चाहिँ जेठा छोराको कान्छा छोराले चाहिँ फ्रुटी खायो त्यही भएर यस्तो दामी बर्गर छ गाई ककबरी काटेर फेरि हालेको टुपियोमा ककबरीसँग हालेर झन् पिरो खानु मन लाग्छ। अहिले त किन घोलेर साग चाहिँ राम्रोसँग गुडाम खाइदिने यस्तो भोक लागेको छ भनेर मलाई त खाने रेडी भएको यो म चाहिँ गाइस यो मेरो साथीहरूलाई मेरो जति नयाँ पुरानो सबै साथीहरूलाई देखाउनको लागि मात्रै गरेको गाइस चाहिँ देखाएकै हो यो किन देखाएको भने यो बर्गर नयाँ खालको यो अर्कै एउटाबाट ल्याएको हामीले यस्तो दामी छ हेर्दा यसमा केही छैन सब्जीहरू तर यो मेरो छोराहरूले त एकदम मन पराउँछ सब्जीको भन्दा पनि त्यसको फ्लेभर हेर्नु यहाँ यस्तो दामी छ आमाम यो बर्गर यो पिसै सबै मासुको हो क्या यो बिस्कुट जस्तै हालिदिएको छ क्या यो यसरी त्यो नयाँ खालको यस्तो हाम्रो जेठा भेनाले साह्रो मन पराउनु भयो क्या यो चाहिँ अर्को बर्गरमा चाहिँ सब्जी हुन्छ के हुन्छ नि तर यो चाहिँ बच्चाहरूले नन टेस्टी पनि छ अरे के भन्नु मेरो छोराहरूले खाइरहन्छ र ल्याइदिन्छु 2-2वटामा खान्छ आज त्यो एउटामा टन्नै दिएको एउटा प्याक गरेर झोलामा हाल्थ्यो यसो माथि फ्रिजमा राख्दा चिसो हुन्छ खान थाले गाइस आज छोराहरूलाई नदिकन एक्लै खाना हाटेको एक्लै छोरालाई किन नदिएको भन्दा उनीहरूले बर्गर रियोहरू जुसहरू छ नि त रेडबुलहरू त्यही भएर मलाई बर्गर त्यति मन पर्दैन यसरी अकबरे पनि हालिदिएको टुप्पीमा बाउको बे आमाको बे देखियो रेडबुलसँग खाँदा चाहिँ स्वादै अर्कै मजा आउँछ सादा टुपियम खानु र रेडबुलसँग खानु मिल्दैन गाइस रेडबुलसँग अर्कै स्वाद हुन्छ साग टेस्टी भयो त साथीहरू सागसँग खाने गर्नुहोस् कहिलेकाहीँ साह्रो मिठो हुँदो रहेछ म त आजै खाएको क्या यो खाँदा थिएछ कबरे बोकाले पार्टी खोजे जस्तै यसरी खानेको मजै अर्कै छ मान्छे कता गयो लिपस्टिक बिग्यो अब चाहिँ मलाई जाने पुग्यो कि सागमा चाहिँ खानु पर्छ चट्टो एकजना टिकटकमा आमा छोरीको यो सागले खान्छन् भनेको छ यसरी मिठो हुँदछ
पऱ्यो अब कहाँ गयो खानु अन्डा त कहाँ हरायो होला त ए बाउ कता गयो अन्डा तिमी के बाउ अन्डा कता गयो झट्ट कबरसँग जान्छ चिप्लेर पुरै चर्को अहिले जुन कडा छ